नमस्कार साथीहरू, स्वागत छ तपाईलाई हाम्रो युट्युब च्यानल आरती एग्रोभेटमा। आज हामी कुखुरामा देखिने जुका वोमको समस्याको समाधान, औषधि खुवाउने तरिका र सावधानीहरूको बारेमा कुरा गर्नेछौँ। यदि तपाईँ पनि कुखुरा पालन गर्ने सोच गर्दै हुनुहुन्छ भने यो भिडियो तपाईको लागि धेरै उपयोगी हुनेछ। भिडियोको सुरुवातसँगै यो भिडियोलाई लाइक, शेयर गरी सब्स्क्राइब गर्न नभुल्नुहोला ताकि अरूलाई पनि यसको बारेमा नलेज होस्। ल त ढिलो नगरी भिडियोलाई सुरु गरौँ। आउनुस् अब जानौँ जुका भनेको के हो। कुखुराको पेटमा बस्ने परजीवी यानि किराहरूलाई हामीले जुका भन्छौँ। यिनले कुखुराको खानाबाट पोषण चुस्छ, जसले गर्दा कुखुरा कमजोर हुन्छ, अन्डा कम पार्छ, तोल गर्छ र कहिलेकाहीँ मर्छ पनि। मुख्यतया कुखुरामा दुई किसिमका परजीवीहरू पाइन्छन्। एउटा छ गोलो जुका अनि अर्को छ फित्ते जुका। साथीहरू, अब कुरा गरौँ जुकाबाट ग्रस्त भएको कुखुराले देखाउने मुख्य लक्षणहरूको बारेमा। सर्वप्रथम त कुखुरा झोक्राउने गर्छ, प्वाँख गुजमुजिने र झर्ने गर्छ। सिउर, लोटी, प्वाँख, फुस्रो र धमिरो देखिने गर्छ। जुकाले रगत चुस्ने हुनाले कुखुरामा रक्त अल्पता भई कमजोर, दुब्लो पातलो र कुपोषित देखिन्छ। जुकाको सङ्ख्या बढ्दै गएमा पछि सुलीमा पनि जुका देखिन थाल्छन्। साथीहरू, अब हामी कुरा गरौँ कुखुराको जुका मार्ने औषधिहरूको बारेमा। बजारमा कुखुराको जुका मार्नको लागि विभिन्न किसिमका औषधिहरू पाइने गर्दछन्। सामान्यतया हालसम्म 4 किसिमका औषधिहरू उपलब्ध छन्, जसमा अल्बेन्डाजोल, फेनबेन्डाजोल, पिप्राजाइन साइट्रेट र लेबामाइसोल नामका यी 4 औषधिहरू हालसम्म उपलब्ध छन्। यी औषधिहरू प्राय लिक्विड, पाउडर वा ट्याब्लेटका रूपमा पाइन्छन्। साथीहरू, अब कुरा गरौँ कुखुरालाई औषधि खुवाउने तरिकाको बारेमा। नम्बर 1 मा छ पानीमा मिसाएर। यदि धेरै कुखुरा छन् भने औषधिलाई सिधै पिउने पानीमा मिलाउनुहोस्। जस्तै यदि हजुरहरूले अल्बेन्डाजोल ट्याब्लेट युज गरिराख्नु भएको छ भने 10% अल्बेन्डाजोल ट्याब्लेटलाई 1 मिलिलिटर प्रति लिटर पानीमा मिसाएर सिधै कुखुरालाई पानीको माध्यमबाट खुवाउन पनि सकिन्छ। नम्बर 2 मा छ मुखमा सुई वा ड्रपरबाट खुवाउने। यदि हजुरहरूसँग थोरै कुखुराहरू मात्रै छन् भने औषधि सिधै ड्रपरको माध्यमबाट या सुईको माध्यमबाट सिधै मुखमा हालेर पनि खुवाउन सकिन्छ। नम्बर 3 मा छ खानामा मिसाएर। यदि हजुरहरूले युज गरिराख्नु भएको जुकाको औषधि यदि पाउडर औषधि भएको खण्डमा तोकिएको मात्रा दानामा मिलाउन सकिन्छ र यसरी पनि कुखुराहरूलाई खुवाउन सकिन्छ। औषधिको मात्रा डोजेज सधैँ लेबल वा भेटनेरीको सल्लाह अनुसार मात्रै दिने गर्नुपर्दछ। प्रिय दर्शक महानुभावहरू, अब हामी जानौँ कुखुरालाई जुकाको औषधि दिँदा अपनाउनु पर्ने सावधानीहरूको बारेमा। औषधि खुवाउनुभन्दा पहिले कुखुरालाई बिहान केही घन्टा भोकै राख्नुहोस्, जसले गर्दा औषधिले राम्रोसँग असर गर्न पाउँछ। सफा पानी मात्र उपलब्ध गराउनुहोस्। औषधि खुवाएको दिन अन्डा वा मासु नखानुहोस्। विड्रल पिरियड 2 to 7 दिन पालना गर्नुहोस्। 3 महिनामा कम्तीमा 1 पटक जुकाको औषधि दिनु धेरै राम्रो मानिन्छ। यदि बच्चा कुखुरालाई पहिले 1 देखि 2 महिनापछि मात्र औषधि दिनुहोस्। औषधिसँगै मल्टिभिटामिन्स पनि दिनु धेरै राम्रो मानिन्छ, जसले गर्दा कुखुरालाई कमजोरी आउनबाट बचाउन सकिन्छ। साथीहरू, कुखुरालाई स्वस्थ राख्न जुकाको औषधि समयमै खुवाउनु धेरै जरुरी छ। आशा छ आजको यो जानकारी तपाईहरूलाई उपयोगी लाग्यो। यदि मन पर्यो भने लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला है। फेरि भेटौँला अर्को उपयोगी जानकारीका साथ भन्दै अहिलेलाई बिदा लिन चाहन्छु। हस्त, धन्यवाद। सी यू सुन।